हेलो साथीहरू, आज भने है धेरै दिनको बादमा हामी दुईजनाले फेरि एउटा रिल्स गरेको छौँ है। हजुरहरूले त्यो रिल्सलाई पनि धेरैभन्दा धेरै माया र सपोर्ट दिनुहुन्छ भन्ने आशा राखेको छौँ। र अहिले हामी दुई भाइ चाहिँ हल्का एउटा साथीको लोकल आएर गइकन आउँदैछौँ, फर्किँदैछौँ है। धेरै दिनको चाहिँ हामीले अब भिडियोहरू पनि गर्नु पाएको थिएन। म चाहिँ अब आएको थिइनँ है घरबाट है, म घरमै थिएँ। घरको कामहरूले गर्दाखेरि भ्याएको थिइनँ, अन्त त्यस्तो भिडियोहरू पनि गर्नु पाएको थिएन। र आज भने चाहिँ आएर चाहिँ साथी र म चाहिँ एउटा ठ्याक्कै रिल्स पनि हिर्काइदिइहालेको नि त। धेरै दिन भइसकेको थियो है। हजुरहरूले फेरि है कहाँ गयो भन्नुहुन्छ होला भनेर चाहिँ आज हजुरहरूलाई चाहिँ सम्झेर एउटा रिल्स बनाएको छौँ। र हजुरहरूले धेरैभन्दा धेरै माया र सपोर्ट पनि दिनुहुन्छ भन्ने पूर्ण आशा राखिरहेको छौँ होइन साथी? के कसो? हजुर, कालिम्पोङको चाहिँ जाम यस प्रकारको रहेको छ साथीहरू। के गर्नु, यो डम्बर चोक हाम्रो आज भने चाहिँ है हाम्रो कालिम्पोङ मार्केटको चाहिँ नजाराहरू यस प्रकारको रहेको छ है। र अलिक भिडभाडै छ आज चाहिँ हुनेछ। कञ्चनहल पुरानो है, तपाईँलाई भनिसकेको। र आजको मौसमको कुरा गर्नुपर्दा चाहिँ अब मौसम चाहिँ यो चिसो छ है। यसरी भएर आज चाहिँ एकदम जाडो छ हो। हाम्रो यता बाजे के छ खबर? ठिकै हुनुहुन्छ? अन्त मन्दिरहरू कतिको? मन्दिरहरू जाँदैछ नि। 13 र 14 त भव्य हुने रहेछ है भोलिको। मतलब यहाँ प्रणामी मन्दिर र इच्छामा नि इच्छाबाट अब यहाँ प्रणामी मन्दिरमा हुन्छ, मङ्गलधाममा है भनेपछि दामी हुने अब। दामी हुन्छ। अहिले के हुँदैछ मङ्गलधाममा? अहिले मङ्गलधाममा होइन, इच्छा मन्दिरमा 108 पारायण चल्दैछ। अब यसको पूर्णावती भएपछि यता मङ्गलधाममा होलीको कार्यक्रम सुरु हुन्छ। सुनिहाल्नु होला है तपाईँहरूले है। यहाँ हाम्रो को चिन्नुहुन्छ होला है? को साथी हाम्रो को यता? प्रवीण साथी। ओ प्रवीण साथी को भन्दै त यता? बहिनी है। तपाईँलाई पनि धन्यवाद, मेरो भ्लगमा स्वागत छ। यतिकै बुढो भइसक्यो अरे गाडीमै। यस यहाँ हाम्रो साथी। ओ साथी, आजको मौसम चाहिँ यस्तो छ, चिसो छ एकदम है, चिसो छ। आजको है तपाईँलाई भन्नुपर्दा है मैले सबै कुरा देखाएँ है। आजको दिन चाहिँ यस्तो थियो र आज कालिम्पोङमा अलिकति भिडभाडै छ र धेरै दिनको बादमा है रिल्स गर्नु पायौँ है। हजुरहरूको माझमा ल्याएको छौँ। धेरैभन्दा धेरै माया र सपोर्ट पनि दिनुहोस् भन्न चाहन्छु है। र जतिजना पनि मेरो पेजमा नयाँ हुनुहुन्छ हजुरलाई धेरै धेरै नमस्कार। हजुरहरूले हाम्रो है रिल्सहरू हेरिदिनुहोस् होइन, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गर्नुहोस् है। र आउँदो दिनहरूमा हजुरहरूकोबाट यसरी माया पाइरहँ भन्ने हाम्रो आशा छ है। र हामी नयाँ रिल्सहरू अलिक बाहिरतिर बनाउनु ट्राई गर्छौँ है। त्यसको लागि हामीलाई अलिकति इन्स्ट्रुमेन्टको जरुरत पर्छ। त्यो चाहिँ हामीले ट्राई गर्दैछौँ, जुगाड गर्नुको लागि ट्राई गर्दैछौँ। हुनु त हामी ड्राइभर मान्छे हो है, जिन्दगीमा गर्नुपर्छ, दुःख सुख भइ नै रहन्छ। र पनि एउटा जिन्दगीमा रमाइलो भन्ने कुरो चाहिँ गरिराखौँ, किन एकतालको जिन्दगी हो है। यसमा हजुरको सपोर्ट चाहिँ धेरै धेरै हामीलाई खाँचो छ है ल। र मैले भन्नु चाहेको थिएँ अघि है, जतिजना पनि मेरो पेजमा नयाँ हुनुहुन्छ है, प्लिज फलो गर्नु चाहिँ नबिर्सिदिनुहोस् भन्न चाहन्छु है। तपाईँहरूको साथ र सपोर्ट छैन भने त हामीले यत्रो दुःख गरेको फाइदै छैन नि त। त्यही भएर हजुरहरूले है जति सक्नुहुन्छ साथ सपोर्ट दिनुहोस् भन्न चाहन्छु है, फलो गरेर है। र अर्को कुरा चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि अहिलेसम्म है हामी अब त्यो लेभलसम्म पुग्नुको लागि हजुरहरूकै सपोर्टले नै गर्दाखेरि त्यहाँसम्म पुगिसकेको छौँ। र जतिजनाले पनि है मलाई है माया दिएर है स्टार सेन्ड गरेर हजुरहरूले यो जग्गामा पुऱ्याइदिनु भयो है, उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु है। चिया पनि किन्ने गरौँ अब हेर्नुहोस् न साथीले अब चिया भन्नुहुन्छ, चिया खाउँ न तिम्रो साथी। अब के छ यहाँ तिमीलाई खतम ल्याइदिएको चिया खाउँ के छ। र
धन्यवाद भन्न चाहन्छु है जतिजनाले पनि मलाई स्टार सेन्ड गरेर है माया दिएर हजुरहरूले यो जग्गामा पुर्याइदिनु भयो है र आउने दिनहरूमा पनि त्यसरी नै साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा राखिरहेको छु भन्दै यो भिडियोबाट चाहिँ हजुरहरूसँग म बिदा लिन चाहन्छु र भोलिको दिनमा के कसो हुन्छ है फेरि नेक्स्ट भिडियो लिएर आउनेछु अहिलेलाई चाहिँ हजुरहरूसँग चाहिँ बिदा लिन चाहन्छु हस् त सबैजनालाई बाई बाई